यतातिर चट्नी बाहर निकल गयो बाहर में थियो सुन लायो भने चोरले मात्रै लान्छ हो कता गयो हाम्रो मान्छ अगाडि होला हेलो नमस्ते सम्पूर्णमा तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा सबैजना सन्चै हुनुहुन्छ होला आज चाहिँ हामी धरानको सोमबारे हटिया जाँदैछौँ सबैले मेरो ब्लग हेरिदिनु होला सब्स्क्राइब लाइक गरिदिनु होला है त भन्दै मेरो ब्लग स्टार्ट गर्छु हामी चाहिँ जाँदैछौँ कता ल जम फिर्किँदा त गाडीमा ठ्याक्क गाडी माथि चक्कर लाइन पुग्नु पर्दैन ए अनि घुमी घुमाइ भयो त सैलो जाम म चाहिँ अघि अघि तपाईहरु चाहिँ पछि पछि स्टाइल हो गलितिर चाहिँ भने गलितिर चाहिँ बडा छाडा हुँदो रहेछ हामी चाहिँ सोमबारे बजार त्यहाँ चाहिँ हिँड्दै जान्छौँ एक्सर्साइज हुन्छ नि त हेर्नुहोस् गाइस धरानको कस्तो राम्रो सफा छ है रोडहरू सफा यहाँको जनता सचेत छ नि त यो चाहिँ राम्रो लाग्छ मलाई जो सफा छ रोडहरू है धरानमा बस्ने मान्छेहरू नै सचेत छ नि त सफा बस्नुपर्छ ए भनेर कस्तो राम्रो सफा यतातिर कता सफा के हो हावा पनि कस्तो दामी आयो तापो गराउँछ त खतरा हुँदो रहेछ दाजु सब लाउरे नि देखियो रे के भन्नु रागाचोकदेखि भए चाहिँ चल्छ अरे दिदी सोमबारे बजार गएको भनेर अब चिया लाग्छ होला त्यसले गएको भनेर होला नि सही नि छ नि हाने छैन यो चाहिँ पब्लिक स्कुल हो पछाडिबाट मेरो बुढो पढेको स्कुल यहीँबाट इन्जिनियरिङ गर्नुभएको होइन त यो चाहिँ कुन
कुर्ता हेर्नु नि यहाँ हेरौँ राम्रो लाग्यो हुन्छ होला मेरो भिडियो बनाउँछु कति वर्ष महिना मलाई भन्नु न ए त्यसो यो लानु यो लानुहोस् यो लानुहोस् बाउलाले छैन शीतल पानी पर्छ क्या हो कति वर्ष सबैभन्दा ठुलो यही हो 7 वर्षलाई हुँदैन यो हुँदैन 4 वर्ष 3 वर्ष मात्र कति साइज खाया यही हो यहाँ रहेछ नानीको लुगा तर यो नि हाफ नै रहेछ जहाँ पनि हाफ मात्रै हाफै यो चाहिँ सुन रहेछ सुन हरेकोमा अपने बुखार सुन लायो भने चोरले मात्रै लान्छ पञ्चधातु भनेकै हो होइन यो हो पञ्चधातु
कता गयो हाम्रो तिमीले मान्छ वा अगाडि होला अगाडि तामान देऊ कि नदेऊ पैसा तामान देऊ कि नदेऊ कति दिटो 500 दुईटालाई स्नेहर रानी खाली हातमा नि गर्छ उ भन्छ ओ यो हुन्छ ल यस्तो ल सबै छ के हेर्नु विषयले लगाइदिन्छु यस्तैहरू मात्रै छ ल यति हो बजार बजारबाट आएर पनि यहाँ मटर किन्नु आइसक्यौँ हामी चाहिँ यहाँ पसलमा यो हो मटर लाने मटर हामी यो चाहिँ हामी लाने क्वालिटी गर्नु भएन है यो पानी पर्छ भने चाहिँ अब हामी चाहिँ घर जान्छौँ पानी जरा पर्छ भने अथवा केही हेलो राई भरि हामीले लिएर चलाउँदा फेरि अनि फेरि हाम्रो भरि फेरि पल्लो भन्नु गर्नुपर्छ ल जाउँदो ल अब यी बनाउनु परेन यहाँ यो बनाएर हामीले बनाउनु जान्दिनँ